हुन त मान्छेहरूको आफ्नो सोच होला, त्यसैले भन्छन् कि मलाई भाडाको घरमा पनि कति फुल गमला जोडिराखेको भनेर। म भने यसरी सोध्छु, ढुङ्गा र सिमेन्ट मात्र जोडेर त आलिशान भवन बन्न सक्छ। घर बन्नको लागि त त्योसँग आफ्नो आत्मा जोडिनुपर्छ। आत्मा जोडिनको लागि आत्मसन्तुष्टि हुनुपर्छ। त्यही आत्मसन्तुष्टिको लागि फुल रोप्छु म चाहिँ। घर भाडाको हो, तर मलाई थाहा छ यो घरको अस्तित्व उनीहरूको मेहनत पसिना मात्र होइन, जिन्दगीभरिको कमाइको जगमा बनेको भनेर। मेरो आफ्नो नामको घर छैन, त्यसको अर्थ यो होइन कि घरको महत्त्व नै थाहा छैन। भनिन्छ नि, जोसँग जे छैन त्यसकै महत्त्व ज्यादा हुन्छ। त्यस्तै हो कि सायद। जुन घरले मलाई घामपानीमा ओत दिएको छ, रातमा मिठो निदरी दिएको छ, सुरक्षा दिएको छ, त्यो घरलाई जति सिँगारे पनि जति स्याहारे पनि रहरै पुग्दैन मलाई। यो सब मैले कसैबाट भ्यालिडेसन पाउनुको लागि गरेको होइन, न त कसैले भ्यालिडेट नगर्दैमा चटक्कै माया मार्दिन नै सक्छु यो घरको। यो घरले मलाई अपनाएको छ अनि मैले यो घरलाई अपनाएको छु। यो भावनाको कुरा हो जो कोहीले हतपत बुझ्दैनन्, तर मलाई केही गुनासो छैन। अरूका लागि सामान्य होला, तर मेरो लागि ठुलो सपना नै एउटा सानो घर बनाउनु हो, आफ्नै नामको।